हेलो सबैलाई नमस्कार। म चाहिँ यति बेला रोमानिया सिटीको इरोइरोल भन्ने ठाउँमा छु। यहाँदेखि चाहिँ रोमानियामा कतिको विकास भएको छ, कस्तो छ युरोप भन्ने साथीहरू सोधिराख्नु भएको हुन्छ होइन। त्यसो भएको हुनाले हामी चाहिँ नेपालमा सधैँ बसमा माथिबाटै रोडमा चलिरहेको मान्छे होइन। आज चाहिँ म अन्डरग्राउन्ड जमिन मुनिको अन्डरग्राउन्ड मेट्रोमा चढ्न जाँदैछु। त्यो दृश्य तपाईँहरूलाई देखाउन चाहन्छु। लास्टसम्म हेरेर प्रतिक्रिया दिनु होला है त। चाहिँ यो अन्डरग्राउन्डमा आइपुगेको छु होइन। अब यहाँ चाहिँ आएर भित्र छिर्नलाई, बसमा चढ्नलाई, मेट्रोमा चढ्नलाई चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ। म एटिएम हान्न गइरहेको मेट्रो आइसकेको छ। यहाँ चाहिँ झर्ने बेला यति बेला चाहिँ मेट्रोको वेटिङमा छौँ हामी। अब मेट्रो आउँदैछ। मेट्रो आयो भने चढेर चाहिँ हामी क्रिसमस डे न्यु इयरको चाहिँ भव्य रूपमा तयारी भइराखेको छ, त्यहाँ चाहिँ हामी जाँदैछौँ। यहाँ चाहिँ यस्तो छ, यो माथि चाहिँ अरू गाडीहरू हिँड्ने छ, यो माथि घरहरू छन् होइन। यसको मुनिबाट चाहिँ मेट्रो हिँड्छ है। हामी चाहिँ मेट्रोको वेटिङमा हो। अब साथीहरूले भिडियोहरू बनाइराख्नु भएको छ। उता हाम्रो तुलसी प्रसाद देवकोटा सुदूरपश्चिमदेखि हुनुहुन्छ। म चाहिँ सल्याको। बाँकी मेट्रो आएको चाहिँ मैले अर्को भिडियोमा देखाउनेछु तपाईँहरूलाई। त्यति बेलासम्मको लागि बाई बाई।